हेलो गाइज, स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। म चाहिँ 75 डेसम्म चाहिँ नन स्टप भिडियो हाल्ने क्रममा चाहिँ आज चाहिँ कति लगभग 53 होइन 53औं भिडियो बनाउँदैछु। र आज यो 53औं भिडियो बनाउँदाखेरि चाहिँ मैले अस्ति एकचोटि काठमाडौँ गएको बेला चाहिँ मैले एउटा बुक किनेर लिएर आएको थिएँ। म तपाईँहरूलाई देखाउँछु, हेर्नु है त। कस्तो धमिला आयो। द 40th ल अफ पावर भन्ने छ क्या किताब। एकदम ओरिजिनल किताब हो यो। एकदम महँगो पनि पर्यो होइन। लगभग यहाँनिर यसको रेट पनि देख्न सक्नुहुन्छ होइन। यो चाहिँ मेरो बिच इन्डियन प्राइस नै 999 भनेपछि यो 999 भनेपछि मलाई 1500 रुपियाँ पऱ्यो क्या यो किताब होइन। यो ओरिजिनल किताब हो। अनि यो ओरिजिनल किताब मैले अहिले चाहिँ मैले हातमा लिएको छु कि है। अनि यो लिने बित्तिकै साँच्चै नै मलाई चाहिँ एकदमै कस्तो पोजिटिभ, त्यसपछि त्यो नेक्स्ट लेभलको त्यो यो किताबको नाम जस्तै मलाई चाहिँ यसले एनर्जी त्यो पावरै दिए जस्तो भइरहेको क्या। 40th ल अफ पावर भन्ने रहेछ यहाँनिर चाहिँ। साँच्चै नै यो किताबले चाहिँ मलाई पावर दिए जस्तै फिलिङ भइरहेको कि यस्तो पोजिटिभ बनाइदिएको कि यसले। ओ माई गड, क्या मलाई चाहिँ कस्तो फिलिङै छुट्यो कि पुरै हल्का बनाइदिएको कि। म खासै त म यस्तो चङ्गा अलिकति हुने मान्छे चाहिँ होइन म अलिकति तपाईँहरूलाई थाहा छँदैछ होइन, त्यस्तो खाले मान्छे हो। तर यो बुक छुने बित्तिकै मलाई कस्तो छुट्टै मजा आयो क्या। मतलब कस्तो दामी लाग्यो क्या। ल म तपाईँहरूलाई यहाँ मध्येको कुनै एउटा लाइन पढेर अनि त्यसपछि मैले के बुझ्छु म त्यो अनुसार तपाईँलाई एक्सप्लेन गर्छु है त। यहाँनिर हेरौँ मैले बुझिदिनु सक्छु कि सक्दैन। इङ्ग्लिस फेरि पुरै इङ्ग्लिस खत्रै छ यहाँनिर। ओके, यहाँनिर एउटा दिएको रहेछ। यहाँनिर चाहिँ आउँछ तपाईँहरूलाई यो ल 25मा चाहिँ एउटा चाहिँ दिएको रहेछ रिक्रिएट योर सेल्फ। त्यसपछि अर्को चाहिँ यहाँनिर दिएको छ ल 26मा चाहिँ किप योर ह्यान्ड्स क्लिन भनेको रहेछ कि। मलाई यो दुइटा चाहिँ एकदम मैले हेरेकै छैन होइन, अरू त हेरेकै छैन। मैले यो दुइटा चाहिँ ठ्याक्क आँखा गइहालेँ र मजा लाग्यो। यसको बारेमा अलिकति हेरौँ है त के रहेछ। डु नट एक्सेप्ट द रोल्स द्याट सोसाइटी फोर्सेस अन यु। ओके, रिक्रिएट योर सेल्फ बाई द फर्गिभिङ अन यु। ओके, यो म आफ्नै तरिकाले के यसको टपिक मात्र बुझेर रिक्रिएट योर सेल्फ के होला त यसको मतलब होइन। मलाई चाहिँ के लाग्छ भन्दाखेरि रिक्रिएट त यस इट इज नेसेसरी। हामीले आफूलाई चाहिँ रिक्रिएट गर्नै पर्छ। किन भन्दाखेरि हामीले जहिले पनि एउटै प्याटर्नमा हिँड्यौँ भने एउटै रिजल्ट पाउने हो। जस्तो कि हामी होइन, हामीले आफूलाई चाहिँ चेन्जेबल चाहिँ बनाउनुपर्छ भन्ने मेरो मान्यता हो। पहिला कुरो रिक्रिएट योर सेल्फ भन्नुको भन्दा के आफूलाई रिक्रिएट गर्न सक्नु पऱ्यो क्या। अब यहाँनिर यसले भन्नु खोजेको कुरा त अर्कै होला, मेबी अरू नै होला होइन। तर म चाहिँ के बुझ्छु भन्दाखेरि जब हामी लो फेजमा हुन्छौँ, जब हामी एउटा सबैभन्दा अलिकति हाम्रो दिमागी रूपमा अथवा शारीरिक रूपमा अथवा मानसिक रूपमा चाहिँ हामी चाहिँ पुरै अलिकति विक हुन्छौँ, हामी कमजोर फिल गरिरहेको हुन्छौँ, हामीले केही काम गर्न सकेको हुँदैनौँ, हिम्मत हारिरहेको हुन्छौँ, अथवा कुनै काम देख्दाखेरि हामीलाई गाह्रो फिलिङ भइरहेको हुन्छ, अथवा हामीले कुनै पनि एउटा उद्देश्य लिएर अगाडि बढिरहेको हुँदैनौँ, त्यस्तो बेला चाहिँ यो एकदमै आवश्यक छ। आफूलाई रिक्रिएट गर्न त्यतिखेर जरुरी छ। त्यतिखेर आफ्नो माइन्डलाई चाहिँ रिफ्रेस गर्नको लागि एकदमै आवश्यक छ। जब त्यो हुन्छ नि त मान्छेलाई होइन, मान्छेको यो लाइफमा चाहिँ हरेक मोमेन्टहरू आउँछ क्या। सधैँ राम्रो आउँछ भन्ने त छैन, नराम्रोहरू आउँछ, राम्रो आउँछ। तर जब नराम्रो आउँछ होइन, जब दुःख आउँछ, जब कष्ट आउँछ, त्यतिखेर चाहिँ हामी भाग्नु भएन नि त, भाग्नु भएन। समस्यादेखि चाहिँ हामी समस्यासित त जुझ्ने हो। समस्यालाई त होइन
के गर्न सक्छ त्यसले? हामीसित त्यति धेरै हिम्मत हुनु पऱ्यो क्या। हाम्रो हिम्मत देखेर नै त्यो समस्या आफै डराउनु पऱ्यो क्या। त्यस्तो जब मान्छेले हिम्मतै हार्यो भने त अनि त्यो जतिसुकै सानो समस्याले पनि हामीलाई पुरै पेलिहाल्छ नि होइन, पेलिहाल्छ कि। तपाईँले एनालाइसिस गर्नुभयो कि छैन? एउटा सानो होइन, एउटा सानो बच्चाले पनि अथवा मानव 8-9 वर्षको केटोको पनि यदि हिम्मत चाहिँ खत्रै छ भने क्या, त्यो भित्र हिम्मत खत्रै छ भने पनि चाहिँ 10-12 वर्षको त्योभन्दा ठुलो मान्छेले पनि, त्योभन्दा होइन अलिकति ठुलो केटाहरूले पनि त्यसलाई चाहिँ के गर्न सक्दैन। किन भन्दाखेरि त्यसलाई त्यो हिम्मत बोकेको छ भने त्यसले त्यो जुत्न पनि कसिन्छ क्या, पुरै त्यो डराउँदैन क्या, त्यो उसले हिर्काउन पनि बेट लाउँदैन कि होइन, त्यस्तो हुन्छ क्या। मतलब मैले भन्नु खोजेको के हो भन्दाखेरि आफू चाहिँ अलिकति बलियो हुनु पऱ्यो क्या। आफू अलिकति मेन्टल्ली हरेक तरिकाले होइन, फिजिकल्ली चाहिँ अलिकति खत्रै भयो भने चाहिँ समस्याहरू जतिसुकै आए पनि समस्यालाई त्यसलाई चाहिँ त्यही अनुसारले हल गर्न सकिन्छ जस्तो चाहिँ मलाई लाग्छ क्या। ओके, ठिकै छ। मैले यो बुक आज मैले समातेको छु। मैले पढ्न पनि पाएन, के पनि गरेँ होइन। तर मलाई चाहिँ मैले भने न, साँच्ची नै यो बुक छोएर चाहिँ यो बुक हातमा लिँदाखेरि, यो बुकलाई हेर्दाखेरि नै मलाई त्यो एनर्जी खतरा आयो कि होइन। एकदम पावरै होइन, त्यो खत्रै एनर्जी मैले पाएँ। अनि त्यही भएर मैले तपाईँहरूलाई यहाँ देखाएको। अब बिस्तारै यसलाई अध्ययन गरौँ ल। अनि आफूले मन परेको लाइनहरू तपाईँलाई म सुनाउँछु। त्यस्तै हो। यो किताब पढ्नु चाहिँ राम्रो बानी चाहिँ एकदम राम्रै बानी मध्येको एक हो। तर फेरि अब यो देखाउने बित्तिकै मैले चाहिँ पढ्छ भनेर चाहिँ नसोच्नु होला होइन। म खासै चाहिँ पढ्दिनँ, कहिलेकाहीँ अक्कल झुक्कल मन लागेको बेला अब चाहिँ पढ्छु। अब सकेसम्म चाहिँ बानी बसाउँछु कि सधैँ होइन 2-4 लाइन पढिरहनु पऱ्यो होइन। त्यो कोसिस गर्छु भनौँ न। फेरि मैले भने नि, म सधैँ पढिरहने, म पुरै पढन्दाज, म चाहिँ यस्तो किताबहरू थुपारेर हिँड्ने मान्छे चाहिँ होइन। अलिअलि छ छन चाहिँ, तर खासै चाहिँ म पढ्दिनँ। अब कोसिस गर्दैछु। यो ह्याबिट हो नि त होइन। राम्रो बानीहरू चाहिँ लगाउनुपर्छ क्या, गर्नुपर्छ। त्यसलाई चाहिँ टाइम लाग्छ, त्यसलाई चाहिँ अप्ठ्यारो हुन्छ। नराम्रो बानी चाहिँ आफै लाग्छ। जस्तो कि मोबाइल हेरिरहने, यो बानी यो त नर्मल हो नि त, यो त इजी हो नि त। मोबाइल हातमा लियो कि कहिले एउटा रिल हेर्दै अर्को रिल हेऱ्यो, टिकटक चलायो, फेसबुक चलायो, युट्युब चलायो, कति टाइम जान्छ थाहा नै हुँदैन। यो चाहिँ ब्याड ह्याबिट भयो। यो चाहिँ आफै बस्छ। तर गुड ह्याबिट भनेको पढ्ने बानी, एक्सर्साइज गर्ने बानी, यो भनेको चाहिँ बसाल्नुपर्छ। यसको लागि मेहनत चाहिन्छ अनि गाह्रो हुन्छ। सो कोसिस गर्छु म यो राम्रो काम गर्नको लागि। त्यही हो, तपाईँहरू पनि कोसिस गर्नु। अहिलेको लागि चाहिँ टाटा बाई बाई भनौँ। यदि यहाँसम्म हेर्नुभएको छ भने सपोर्ट गरिदिनु होला, लाइक गरिदिनु, कमेन्ट गर्नु, के गर्नुहुन्छ गरिदिनु, सपोर्ट गरिदिनु। ओके, हस् त, धन्यवाद।